साथीहरू, म आज तपाईँलाई हामी जन्मदिनको दिनमा हामी अष्टचिरञ्जीवीको पूजा किन गर्छौँ भनेर हाम्रो हिन्दू कल्चर अनुसार अलिकति सानोमा म भन्न केही गइरहेको छु होइन। जन्मदिन भनेको जीवनको नयाँ वर्ष सुरु हुने समय भएकोले यस दिन अष्टचिरञ्जीवीको स्मरण र पूजा आचरण गर्दाखेरि अकालमा मृत्यु, रोग व्याधिबाट रक्षा होस्, जीवन दीर्घ होस्, स्वास्थ्य र अर्थपूर्ण बनोस् भनेर धर्म र सत्य सदाचारको मार्गमा हिँड्ने शक्ति मिलोस् भन्ने कामना गरिन्छ। त्यसैले जन्मदिनको दिनमा अष्टचिरञ्जीवीको पूजा गर्दा आशीर्वाद, सुरक्षा र शुभ भविष्यको प्रार्थना गरिन्छ। हाम्रो सनातन परम्परा अनुसार अष्टचिरञ्जीवी हनुमान, विभीषण, कृपाचार्य, परशुराम, अश्वत्थामा र राजा बलि, वेदव्यास र मार्कण्डेयलाई अमर, दीर्घायु र धर्मको प्रतीक मानिन्छ। जन्मदिनमा अष्टचिरञ्जीवीको पूजा गर्नुको मुख्य उद्देश्य दीर्घायु, स्वास्थ्य वृद्धि र जीवन स्थिरता प्राप्त गर्नु हो। हामीले अष्टचिरञ्जीवीको पूजा गर्दा पढ्ने मन्त्र अश्वत्थामा बलिर्व्यास हनुमांश्च विभीषण कृप परशुरामस्य मार्कण्डेय सप्तमे भनेर पूजा गरिन्छ। अनि धूप दीप बत्ती बालेर अनि प्रसाद चढाएर होइन सबैलाई नमस्कार गरी मनाइन्छ।